नमस्ते एभ्रिवान। हाम्रो यो प्रोजेक्ट चाहिँ एउटा प्लेटफर्म छ, सिम्पली एउटा प्लेटफर्म नै छ जसमा चाहिँ हाम्रो इन्भाइरोमेन्ट क्याम्पेनहरू हुन्छ नि, कन्जर्भेसन इन्भाइरोमेन्ट क्याम्पेन जस्तै एनजिओहरू र स्पेसिफिकली चाहिँ हाम्रो लोकल लेभलमा वार्डमा र सानो सानो क्लबहरूमा वान डे क्याम्पेन हो यस्तै रनहरू गराउने प्लेटफर्महरूमा चाहिँ हामीले कसरी अब इन्ट्रेस्टेड भोलिन्टियरहरूलाई चाहिँ इङ्गेज गराउन सकिन्छ त नि, अझ इङ्गेज भन्दा पनि उनीहरूलाई त्यसमा रिटेन्सन कसरी गराउन सकिन्छ त नि भन्नेमा बढी फोकस छ। र हाम्रो प्रब्लम स्टेटमेन्ट नै इन्भाइरोमेन्टल क्याम्पेनहरूमा किन लो भोलिन्टियरहरूको इङ्गेजमेन्ट छ र उनीहरूको ल्याक अफ मोटिभेसन, टाइम इन्सेन्टिभ भन्नाले जस्तै अब कोही जान्छन् एक दिन गर्छन् अनि खासै टेन्जिबल अब इन्ट्रेस्टेडले त गर्छन्, सधैँ एक्टिभली इङ्गेज हुन्छन्, तर टेन्जिबल प्रोडक्ट त केही पनि पाउँदैन नि त, पर्सनल टेन्जिबल बेनिफिट्सहरू नपाउने भएर हामीले त्यसमा चाहिँ त्यसलाई जोड दिएछौँ। त्यो चाहिँ हामीले कसरी गर्छौँ भन्ने एउटा प्लेटफर्म छ हाम्रो, त्यसमा चाहिँ क्याम्पेनरहरूले चाहिँ आफ्नो क्याम्पेनहरू पोस्ट गर्छन् र युजरहरूले चाहिँ इन्गेज गर्छन् त्यसमा, जसमा हामीले यसमा थोरै गेमिफिकेसन लेयर एड गर्न खोजेका छौँ। जस्तै फ्रेन्ड्स फलोवर्सहरूलाई हामीले कनेक्ट गर्न मिल्यो फ्रेन्ड्स फलोवर्ससँग, जसमा उनीहरूको एचिभमेन्टहरू देखेर पनि इन्सपायर हुन सक्यौँ हामी। र कुनै पनि क्याम्पेनमा चाहिँ क्याम्पेनरहरूले हाम्रो एपबाट आएको युजरहरूलाई भोलिन्टियरहरूलाई वान डे अथवा कति हुन्छ उनीहरूको कन्ट्रिब्युसन भइसकेपछि इच युजरलाई उनीहरूले एक्सपी असाइन गर्छन् हो, गेम पोइन्ट जस्तै रिवार्ड पोइन्ट एसाइन गर्छन् र त्यो रिवार्ड पोइन्टलाई चाहिँ हामीले अब युजरहरूले कसरी त्यो रिवार्ड पोइन्ट त्यहाँ गेममा मात्र सीमित भएर त भएन नि त, टेन्जिबल प्रोडक्ट चाहिँ हामीले बेसिकली एउटा नर्मली रिडिङ गर्ने जस्तो बिजनेसेस पार्टनर हामीले चाहिँ एउटा बिजनेसेसहरूमा पार्टनरसिप गर्नु पऱ्यो र उनीहरूले त्यहाँबाट डिस्काउन्ट अथवा केही टेन्जिबल प्रोडक्टहरू चाहिँ पाउँछन्। जस्तै यो हाम्रो चाहिँ एउटा वर्क फ्लो है, 1 नम्बरमा चाहिँ पब्लिक क्याम्पेन छ र 2 नम्बरमा चाहिँ नोटिफाई हुने भयो युजरहरूलाई र 3 नम्बरमा युजरले इङ्गेज गर्ने भयो प्लेटफर्म थ्रु नै। अनि जब प्रेमिसिसमै गएर टास्क कम्प्लिट गरिसकेपछि इच युजरको एफर्ट अनुसार चाहिँ क्याम्पेनरहरूले एक्सपी असाइन गर्छन् र त्यो एक्सपीलाई चाहिँ हाम्रो पार्टनर बिजनेसेस पनि अलि इको कन्सियस बिजनेसेसहरू जस्तै हेमको प्रोडक्टहरू हो यस्तो प्रोडक्टहरू बिजनेसेसहरूलाई नै हामीले पार्टनर गरेर उनीहरूले जस त्यहीलाई नै गर्नु जुनै गर्दा नि भयो हुन चाहिँ, तर उनीहरू त्यो यो एको फ्रेन्डली भएर थिम चाहिँ हाम्रो इन्भाइरोमेन्ट कन्जर्भेसन भएर उनीहरू चाहिँ अलिक सहज हुन्छ उनीहरूलाई पिच गर्न चाहिँ भनेर हामीले उनीहरूलाई गरेका छौँ। र त्यसबाट बिजनेस मोडल त त्यही नै भइहाल्यो। हाम्रो पार्टनर बिजनेसेसहरूले हामीले सेल्स ल्याइदिएको बापत केही कमिसन दिन मिल्यो त्यसबाट पनि, र बेला बेला चाहिँ स्पोन्सर्डै क्याम्पेनहरू रन हुन्छ नि त, त्यसबाट पनि हामीले हाम्रो प्लेटफर्म थ्रु युजरहरू जाने भयो र स्पोन्सरमा त थोरै हामीले पनि केही कमिसन राख्न मिल्यो। र हाम्रो यसमा चाहिँ ल्याङ्ग्वेज चेनबाट चाहिँ हामीले च्याटबटहरू हाम्रो क्याम्पेनहरूको केही आइडिया दिन लागि चाहिँ पहिले त्यसमा क्याम्पेनको आइडियाहरू राखिसकेको हुन्छ, ल्याङ्ग्वेज चेनबाट च्याटबटबाटै पनि डिस्कस गर्न मिल्यो के छ अब आउने क्याम्पेनहरू भनेर। अनि पछि चाहिँ अब के हुन्छ भन्दाखेरि जस्तै कुनै क्याम्पेनहरू चाहिँ लिमिटेड नम्बर अफ पिपलले मात्र हुन्छ नि त, अब सबैले पाउँछ भन्ने त हुँदैन, सबैले धेरै इङ्गेज गऱ्यो भने सबै पाउँछ भन्ने सम्भव भएन। त्यसैले जसको एक्सपी अथवा लिडर बोर्डमा जुन चाहिँ टपहरू छन्, टप ऱ्याङ्करहरू छन्, उनीहरूलाई चाहिँ सुरुमा प्रायोरिटी हुने भयो। र जियो फेन्सिङहरू चाहिँ हामीले एपी थ्रु कुनै पनि क्याम्पेनको जियो फेन्सिङ गर्न मिल्यो, पोइन्ट आउट गर्न मिल्यो कुन ठाउँमा छ के छ भनेर। र थ्याङ्क यू, यति नै हो।